So what's up guys, it's me Asim Burathoki aka Kanso. Welcome to Burathoki vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हैन। आज हामी फेरि हाई स्कुलको भ्रमणमा लागिरहेका छौँ। त यहाँ देख्न सक्नुहुन्छ एकजना यहाँ छ डल्ले डल्ले, हामी स्कुल जाँदाखेरि यत्रो यत्रो हुँदाखेरि रुनी बुढो हैन। त्यही हो, हिजो अब भ्लगमा देखाएकै बाटो जाँदैछु हैन। अब तपाईहरुलाई अब अस्ति नै सबै कुराहरू देखाइहालेँ हैन। अब आज चाहिँ उहीँ गएर एकैचोटि भेट्छु हैन, बिच बाटोको सबै कुराहरू देखाउँदै गर्छु। सो गाइजहरू, हामी अब फन्चर भन्ने ठाउँमा आइसकेको छौँ हैन। आजको भिडियो चाहिँ इन्ट्रेस्टिङ हुनेछ, लास्टसम्म हेर्नु होला हैन। लास्टसम्म हेर्नु, इन्ट्रेस्टिङ नै हुन्छ, पछि गएर हेर्दै जानु होला। हामी अब बाटो छेउको मन्दिरमा आइसकेको छौँ हैन। बाटो छेउको मन्दिरमा आइसकेको छौँ। टक्क लाएर मन्दिर सबै देखाउँछ हैन, कस्तोको मन्दिर हुँदो रहेछ, गाउँको मेला लाग्ने मन्दिर हैन। यहाँ टक्क लाएर पिपलको बोट पनि छ हैन। पिपलको हो कि बरको बोट हो, यो यत्रो ठुलो बोट छ। दुईटा मन्दिर छ, टक्क यहाँ देखाउँछु तपाईँहरूलाई हैन। मन्दिर थियो यहाँ, अब रेस्लिङ फाइट पनि चल्थ्यो पहिला। यो मन्दिर चाहिँ टक्क बन्द भइसकेको छ हैन। यहाँ नि फाइट पर्छ नि, खतरा फेरि रेस्लिङ फाइट त। मन्दिर देख्न सक्नुहुन्छ हैन, भित्र लाएर टक्क यस्तो छ। ए हैन, गाउँको अब सानो ठुलो मन्दिर पनि अब धेरै ठुलो हुन्छ। यहाँ अनि मन्दिरको छेउमा टक्क लाएर खतरा धारा छ क्या हैन। धारा खतरा बनाएको छ यहाँ हैन। यहाँ अहिले सुकेको रहेछ हैन, नत्र खतरा हो क्या यहाँ। धाराको पानी हैन, खतरा ठुलो आउँछ, मिठो हुन्छ क्या पानी चाहिँ हैन। यहाँ अब टक्क लाएर हामी राजाको साथ सम्राट भन्ने एउटा राजा छ क्या हाम्रो गाउँमा। यहाँ राजाको सादा चोकतिर लागेको छ होइन। सो गाइजहरू होइन, यसले नि पहिला मिमिक्री त खत्रै गर्थ्यो क्या, मिमिक्री गर्दैन, मिमिक्री खत्रै गर्थ्यो। अहिले त के हो भन्नु भन्छ होइन। म गर्थेँ मिमिक्री, शाहरुख खान दुखेको पान कस्तो छ। म चाहिँ 1 लेग गर्दैछु है। कतिलाई 36सम्म सक्यो, भर्खर कुदेर आएको थियो त्यो भएर। सो अङ्कलहरू सिटनाङ भयो होइन। दाउरे चिर्लाङ भएको यतिर पानी परिरह हो। सो गाइजहरू हिजोको अवस्थामा टक्क लाएर ड्याडीले गाडी चलाएर त्यही चोकदेखि फेरि होइन, पुसअप च्यालेन्ज गरेको ठाउँदेखि फेरि आइसकेको छु होइन। टक्क लाएर हिजो अस्तिको जसरी गाडी पनि मैले पार्क हानिसकेको छु होइन। टक्क लाएर गाडी देख्न सक्नुहुन्छ। अनि मौसम त पुरै धुम्म भएको छ होइन। धुम्म तोइलो हो कि के, तुवाइलो हो कि के लाग्यो भनेर भन्छ नि, त्यस्तै लागेको छ पुरै होइन, देख्न सक्नुहुन्छ। टक्क लाएर तुवालो हो कि के, अब कुहिरो नि भन्छ कि के नि भन्छ होइन। टक्क लाएर लगाइसक्नु भएको छ नि। अहिले त्यो ठाउँमा यो डढेलो के भन्छ, यस्ता ठाउँमा थियो होइन। यो आगो यस्तो फोहोरहरू घाँसमिसहरू यताउता थुपारेर आगो लाउने सिस्टम छ होइन। सबै गाउँतिर यस्तै हुन्छ कि। अनि त्यही भएर यहाँ नि आगो टक्क लाउनु भइसकेको छैन। टक्क लाएर घर आइसकेको छु। अब घर आइसकेको छु होइन। अब नेक्स्ट भ्लगमा इन्ट्रेस्टिङ कुराहरू ल्याउने छु होइन। नेक्स्ट भ्लगमा राम्रो कुराहरू ल्याउने बाचाका साथ हजुरहरूमाझ बिदा हुन चाहन्छु। आजको लागि यति नै। लाइक शेयर सब्सक्राइब सबैजनाले गरिदिनु होला। आजको लागि यति नै। हस्त जय नेपाल।